थेरापी गर्छ नि तल के नानीहरू ल यो चाहिँ नि मेमे कटर कस्तो छ यहाँको यी आजिङ फार्मको कटर चाहिँ यसरी जङ्गलमा त्यसै रहेछ नि त अन्त हेर्नु न यी कटरको बोट यहाँ यो चाहिँ भुइँ कटर पाइनएप्पल मजाको यसरी खेती गरेको छ यो चाहिँ कस्तो दामी हुन्छ भिरमा हजुर यस्तो फाडी दिएको भए त कस्तो राम्रो हुन्थ्यो होला यो त सुन्तला पनि रहेछ नि त मेमे यहाँ चाहिँ सुन्तलाको बोट रहेछ कटर त अन्त हेर्नु नि यहाँ भरि कटरै कटरको बोट यो त टिपिसकेको रहेछ यहाँ हो के टिप्छ टिपेको छ यो टिपी भने यो एउटै रहँदैन है फाडेको हुन्छ है अच्छा जाँदैछ आज चाहिँ हामी यहाँ आजिङ फार्म हाउस गइँदैछ आज चाहिँ यहाँ हल्का यो चाहिँ बाटो चाहिँ अलिकति भिरालो छ बाटो चाहिँ भिरालो छ नि त यहाँ पनि रहेछ यी ऊ यहाँ चाहिँ होइन नि मेमे ऊ कलिलो रहेछ यहाँ चाहिँ देख्नुभयो चाहिँ कटर कलिलो रहेछ हो यो चाहिँ यसपालि नहुने होला नि के हो होइन हुन्छ नि मेमी अलिक टाइम लाग्छ अरू जति फल्दै यता आउँदै यी हेर्नुहोस् न मेमी कटर फलाए चाहिँ यहाँ त यसरी फलेको रहेछ नि त कटर चाहिँ ए हातले टिप्न सक्दो रहेछ यो चाहिँ हजुर यहाँ पनि आजिङ फार्ममा चाहिँ यसपालि चाहिँ कटरको चाहिँ कटरै कटर पाइनएप्पल चाहिँ यस्तो डरलाग्दो खेती गरेको रहेछन् यहाँ चाहिँ यो चाहिँ यहाँभित्र चाहिँ प्यासन फ्रुट अथवा यो चाहिँ गरेन्डल नि ए यो हातैले भेट्दैछ नि त यहाँ त मेमै दामी 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 यहाँ चाहिँ गरेन्डलको खेती गरेको रहेछन् यसरी यहाँनिर हो यो चाहिँ वेलकम टु आजिङ मोडल फार्म तर्स्याङकुङला के हो हातेढुङ्गा वेस्ट सिक्किम यहाँ रहेछ यहाँ चाहिँ कुखुरा पालेको रहेछ यहाँ फेरि कुखुरा पर हाँस रहेछ ऊ भाले पनि छ यहीँ हामी चाहिँ अब तल फार्म पुगिहाल्यौँ यहीँ मुनि फार्म छ त्यहाँदेखि चाहिँ एकछिन घुमेर चाहिँ फर्किने हो है त यहाँ अम्बक रहेछ यहाँ अम्बक आजिङ फार्म हाउस रमाइलो छ वेस्ट सिक्किममा हातेढुङ्गामा तपाईँहरू पनि आएर यहाँ भिजिट गर्नु सक्नुहुन्छ त यो फार्म ए कटरै त पाइनएप्पलै त कति खाने हो यहाँनिर है 3 महिना जस्तो त उहाँहरूले कलुकमा लगेर कलुक डाँडामा चाहिँ गएर उहाँहरूले बेच्दो रहेछ 80 रुपियाँ पर्दो रहेछ यहाँनिर एउटाको 80 रुपियाँमा चाहिँ तपाईँहरूले पाइनएप्पलको पनि मजा लिनु सक्छ अरू जग्गा त फेरि 100 रुपियाँहरू पर्छ जस्तो लाग्यो एउटा पाइनएप्पल यो के हो मेबी यो त फेरि ग्रेप्स जस्तो छ त ऊ हेर्नु नि हजुर अङ्गुर ग्रेप्स पनि रहेछ यहाँ हेर्नुहोस् न यो यहीँ रहेछ यी हेर्नुहोस् न ग्रेप्स हजुर यहाँ पनि रहेछ ए हो त रहेछ त्यही यहाँ ग्रेप्स के चाहिँ चाहियो तपाईँहरूलाई यहाँनिर है सबै कुरो एभाइलेबल रहेछ यहाँ चाहिँ अम्बक पनि छ यहाँ चाहिँ पुत्का रहेछ यो पुत्काको मह पनि यहाँ पाइँदो रहेछ हेर्नुहोस् त है भिसिङसिङ चाहिँ सबै पुत्का कहाँ यो उड्ने पुत्का हो उड्ने त हो नि पुत्का रहेछ यहाँनिर फेरि
इन्ट्रेस्टिङ चिज भयो मेमेको लागि। यहाँ छ फेरि ग्रेप्स। ऊ यहाँ हेर्नु नि ग्रेप्स क्या मजाले झुन्डेको। इजरायलमा जस्तो अभि यो त। I'm so sorry. Vlog my. Yeah, na bhai. I don't want to be in your vlog. यहाँ नौ तर राम्रो भएन रहेछ नि। इजरायलमा नि यसरी नै रोप्दो रहेछ नि। अब मतलब के हो उनीहरूले त्यो सिस्टम चाहिँ यही होइन तर त्यो चाहिँ ठुल्ठुलो यो फुल चाहिँ के फुल हो कि? फुल त याद भएन मेरो। फ्लावर पनि एउटा यहाँनिर चाहिँ रहेछ तपाईँहरूको लागि रुख कटर अथवा यसलाई चाहिँ ज्याक फ्रुट भनिन्छ है। यहाँ त्यो पनि रहेछ है त। यो सबैको आनन्द लिन आउनु सक्नुहुन्छ तपाईँहरू। सुरुमा चाहिँ कि यो फ्रुट पनि यहाँ चाहिँ हल्का फुल्का टी स्न्याक्स लिने जग्गा रहेछ। मेरो सुन्दरी चाहिँ यहाँ बसेर चाहिँ आनन्द लिँदैछ। स्विङ पनि गर्नु पऱ्यो नि हिजो त्यो त हुँदैन स्विङ। ए अँ ल जुस त खाने हो नि अभि भन्नु अभि भन्नु जुस खाउनु के यो चाहिँ भने चाहिँ प्योर अर्ग्यानिक प्रडक्ट बी हनी स्टिङलेस बी हनी आर एभाइलेबल हियर। अब चाहिँ भन्ने चाहिँ यहाँ हामी चाहिँ मौरीको पालन कसरी हुन्छ भन्दाखेरि चाहिँ यसरी गरेको रहेछन् है त मौरी पालन चाहिँ। अगाडि अगाडि जाँदैछ एक्सपर्टहरू मौरीको एक्सपर्टहरू। यहाँ यस्तो रहेछ नानी उयो है बाटो मौरी चाहिँ यसरी पालेको रहेछन्। पाइनएप्पल त एभ्रिवेयर यु विल गेट एभ्रिवेयर दिस पाइनएप्पल। Why? We'll see there. Let's go. No problem. I'll go. Eh. नानी नानी लड्छ है। इह पाइनएप्पल त यो एरिया जङ्गल डल्लै पाइनएप्पल रोपेको रहेछ नि। उहाँहरूले चाहिँ नभएको पनि 3-4 महिना चाहिँ पाइनएप्पल बेच्दो रहेछ खेती गर्दो रहेछ। परसम्म रहेछ उहाँहरू चाहिँ एक्सप्लोर गर्दैछ। म चाहिँ अलिकति सकिएन। म चाहिँ यहाँबाट चाहिँ यो चाहिँ हातेढुङ्गा है हातेढुङ्गा वेस्ट सिक्किम। यहीँ हेर्नुहोस् न यो पाइनएप्पल त जहाँसुकै नि हो जहाँसुकै 3 महिना चाहिँ कलुकको त्यहाँ कलुक डाँडामा चाहिँ उहाँहरूले बेच्दो रहेछ। तपाईँहरूले चाहिँ त्यहाँ गएर चाहिँ खान सक्नुहुन्छ है त पाइनएप्पल चाहिँ।